हिजो म गृहमन्त्री हुँदाखेरि मेरो मनमौजी मैले गरेँ होला, त्यस कारणले म पनि अहिले के सोच्दैछु भने उसले पनि मनमौजी गर्छ भनेर म सोच्दैछु। तर अहिलेको सरकार भनेको जनताको दुई तिहाईको सरकार हो, यो सरकारले काम गलत गर्यो भने भोलि त्यही हालतमा पुर्याउँछ भनेर तिनले बुझेका छन् भन्ने मलाई लाग्छ। हेर्नुहोस्, त्यस कारणले गृहमन्त्री एक्लैले काम गरेन, त्यहाँ एउटा टिम वर्क हुन्छ, त्यहाँ गृह सचिव हुन्छन्, प्रहरी प्रमुखहरू हुन्छन्, सशस्त्र प्रहरीका प्रमुखहरू हुन्छन्, सबैले टिम वर्क गरेर सल्लाह गरेर काम गर्दैछन्। त्यस कारणले एउटा निर्णय आउँछ, निचोड आउँछ, निचोडमा पनि काम गर्ने हो। त्यस कारणले गृहमन्त्री एक्लैले वा प्रधानमन्त्री एक्लैले कुनै पनि काम गर्ने होइन, त्यहाँ भएको मन्त्री परिषदको निर्णयबाट काम भइरहेका छन्। प्रधानमन्त्री एक्लै आज केही पनि गर्नु भएको छैन, गृहमन्त्रीले पनि एक्लै आज गर्नु भएको छैन केही पनि, उहाँहरूको टिम वर्क छ, टिम वर्कबाट आएको प्रधानमन्त्रीको निर्देशन हुन्छ, मन्त्री परिषदको निर्देशन छ। निर्देशन बमोजिम के भयो भन्दाखेरि चाहिँ त्यहाँ भएका प्रहरी प्रमुखहरू, सुरक्षा निकायसँग गृहमन्त्रीले छलफल गर्नुभएको छ, त्यो अनुसारले प्रक्रिया अघि बढ्यो। त्यस कारणले त्यो प्रक्रियाहरूलाई हामीले उनले अनुभव थिएन भन्ने कुरा त हामीले अनुभव उहाँको रहेछ। हिजो त्यस्तो हुन्थ्यो र हिजोका दिनमा गृहमन्त्रीले के गर्थ्यो भने मन लाग्यो भने राति 12 बजी पनि मान्छे देशभरि घुमाइदिएको छ, मन लाग्यो भने आफ्नो डायरी पनि खाल्टा मुनि राखिदिएको लुगाइदिएको छ, डस्टबिनमा फ्याँकिदिएको छ, र आफ्नो आसेपासे र आफ्नो कार्यकर्ता भयो भने डायरी पनि दर्ता नहुने त्यो प्रक्रिया त अहिले छैन होला। त्यस कारणले हामीले कानुनी शासन सोचेको। त्यस कारणले हिजो मैले के गरेँ त्यो गृहमन्त्रीले गर्ने काम थिएन, तर आज जे हुन्छ त्यो गृहमन्त्रीले गर्ने काम त्यो हो। त्यस कारणले गृहमन्त्रीले गरेको भनेपछि विगतका गृहमन्त्रीले गर्नुपर्ने काम गरेनन्। अहिले सुदन गुरुङ आइसकेपछि गृहमन्त्रीले गर्नुपर्ने साँच्चैको काम गृहमन्त्री गरेका छन्। त्यसमा नारायण काजी श्रेष्ठ र तपाईँको नारायण काजी श्रेष्ठ र रवि लामछाने गृहमन्त्री हुँदाखेरि यता कता उनले के काम चाहिँ गृहमन्त्रीको भूमिकामा गरेका हुन्थ्यो हामीले मान्नुपर्छ। हेर्नुहोस्, किनभने जोसुकै व्यक्ति होस् गरेको काम ठिक भन्नुपर्छ। र केपी ओली नै गृहमन्त्री हुँदाखेरि पहिलोपल्ट उहाँले गरेका काम धेरै राम्रो हुन्थ्यो पनि हामीले मान्नुपर्छ। त्यस कारणले काम गरेका व्यक्तिलाई सही काम भनेर मान्नुपर्छ। केपी ओलीको गृहमन्त्रीको कालमा भएको काम होस् या त हाम्रो के मैले अघि रवि लामछानेको र नारायण काजीका कामहरू गृहमन्त्रीको हैसियतमा भएका यी तीनजनाका कामलाई चाहिँ गृहमन्त्रीको रूपमा भएका कामलाई हामीले के सराहना मान्नुपर्छ। हेर्नुहोस्, अहिलेकै गृहमन्त्रीको कामलाई त्योभन्दा अझै उचित मान्नुपर्छ हामीले, किनभने उहाँले एक व्यक्तिगत निर्णय गर्नु भएको छैन। प्रत्येक निर्णय समूहगतमा छलफल गरेर निर्णय गरेर रातो दिन खट्नुपर्ने आवश्यक के थियो त? मलाई केही पनि थिएन नि त, सुविधा थियो, पाइन्थ्यो, सुविधा भएर बसेर खाँदा भइहाल्थ्यो, भोलि पर्सि काम गर्दा नि हुन्थ्यो। तर उहाँले के गर्नुभयो, सङ्कल्पलाई अघि लिएर बढ्नुभयो। त्यस कारणले ती अवस्थामा हामीले प्रतिशोधको भावना चाहिँ हामी ल्याउँदैछौँ, गृहमन्त्रीले होइन, सरकारले।